ग्रुपको फोटो एउटा खिचौँ न त ल दाइ फोटो खिचौँ न एकपल्ट दाइ हजुर कोरियन हो कि नेपाली हो हाम्रो दाइ आधी कोरियन आधी कोरियन हो मलाई त्यस्तो लाग्यो नेपाल माल मात्र हो मलाई दाइ त नेपाली जस्तै लाग्दैन है कोरियन जस्तो लाग्छ है अनि दाइ हजुर चाहिँ कुन देशको छ्या अनि भाइ पनि कोरियन जस्तै लागिरह चाइनातिरै हो भाइ के हरायो तपाईँको किन निराश भएर बस्नुभयो निराश भएर बस्नुभयो त बिचरा त्यस्तै छ के सोचेर आएको थिएँ कहाँ पऱ्यो भन्ने निराश है ओह उहाँ आएर दिदी र रोबो दाइ र दिदी त नमस्ते नमस्ते दाइ दिदी स्वागत छ हजुरहरूलाई यहाँ हाम्रो टोलीहरू जम्मा हुँदैछ हाम्रो टोलीहरू जम्मा भइसक्यो हाम्रो टोलीहरू अफ्रे भयो रक दिदी फेरि मेरो लुप भएपछि त अब के रक अरे अब हामी यहाँ के खाने भइरहेको छ के खाने होला पक्का यतिमा बस्छ यतिमा अड्छमा होइन यतिमा लिनु पनि के हुँदैन यहाँ अर्को त्यो बहिनी नै आउँछ अर्को त्यो मसिनी बहिनी अनि यस्तो छ यो के गरेर खाने हो यो कसरी खाने हो काँचे छ सबै आज यो खानेकुरा हो के लागिरहेको छ तपाईँलाई खानेकुरा हो जस्तो लागिरहेको छ होइन यही हो खाने नै स्पेसल यसको यसलाई यहाँ पानीमा डुबाउने फारो निकालेर के भन्नुभयो यो यसलाई यहाँ पानीमा निकाल्ने अनि यहाँ पोको पारेर खाने क्या पेपर जस्तो लागिरहेछ यो पेपर जस्तो लागिरहेछ यो खानेकुरा अरे कसरी खाने थाहा छैन त्यसलाई पानीमा भिजाएर अनि तुरुन्तै निकाल्नु पर्छ नत्र पुग्नुपर्छ प्लास्टिक हो यो त असर गर्छ चामलको कहिले भने प्लास्टिक हो चामलको पिठोको प्लास्टिकको त्यस्तो देखिरहेछ कसरी खाने हो म त सक्दिनँ साथीहरू यस्तो खानुपर्ने छ यो कसरी खाने हो यो पनि खाने हो कसरी खाने हो यता ग्याङहरू के हुँदैन गाईको मासु ल्याएर फोटो खिच्दा यहाँ छ हे मासु कस्तो राम्रो मासु ए यहाँ चाहिँ के हो यस्तो के भने अब यो चाहिँ के हो यसमा हो क्या सुपमा यिनीहरू हालेर खाने खै थाहा छैन अझै बाँकी छ यहाँ मान्छे आउने जानाले क्या 9जनालाई सोफाको अर्डर गर्छ फेरि त्यो 여기다 드시면 돼요. 언니 혹시 여기 고기 넣는 안 들어갔어요 여기? 고기 없어요. 이거 육수는 고기 안 들어갔어요. 여기가 고기 넣으면 더 주세요. 육수? 생선 괜찮죠? 네 괜찮아요. 고기만 소고기만 안 돼요. ल के हो यस्तो यो खोकी सोकी यो सबै हाल्ने यसले हाल्नु चिप्केले के यो कोरियन आज कोरियन रेस्टुरेन्ट खाना एउटा पिरो एउटा नपिरो कोरियन ए दुईटै के हुने कि पिरो नर्मल हुने के हो यस किन मैले आउने हिँड्नु तपाईँलाई मन पराएको सबै आफूले हामीले लाने हो सबै लानु मिल्छ सबै कस्तो मिठो लाग्छ मलाई चाहिँ होइन मैले रिकमेन्ड गर्छु तपाईँलाई खाइसक्नु सिदिनलाई चाहिँ सिदिनलाई सबै लान पाइन्छ सबै लानु पाइन्छ यो चाहिँ खान मन लाग्छ त्यो सब यो के हो यो चाहिँ ऊ नुडल्सको
लुडस तर यो लुडस यो खाँदिन म पोले गन्डा है पोले गन्डा कस्तो मिठो म पोलेको अन्डा खाने 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 अनि यो दाइलाई त्यसको मन पर्दैन कि तपाईँलाई म खाऊँ है ल दाइलाई कुन खाने अनि त्यसपछि दाइ ऊ त्यो चाहिँ काँचो अन्डा हो होइन ऊ त्यो नुडल्समा हालेर खानुलाई यो चाहिँ उसी पोलेको अन्डा हो यो पोलेको अन्डा यो नि हामी तिनजनालाई अगाडि तिनजनालाई पोलेको अन्डा म बोकी पोलेको अन्डा रे यस्तो सबै आफू आफूले हालेर खाने हो यो अभी डाइरेक्ट तपाईँ त्यो खानु म यहाँ खान्छु यो पनि मिठो हुन्छ यो यसमा राखिदिन्छु ल मलाई यहीँ यसमा साइडमा साइड साइड ग्यास्ट्रिक भएर चाहिँ नखानु सरी धेरै चाहिँ नखानु अब साइड डिसले अगाउलो फेरि त्यो खानुपर्छ ल त त्यो मोमो छ यहाँ छ यहाँ मोमो छ साह्रो हालेको के हाम्रो ग्रुप भएर टोलीहरू मोमो खाँदैन यो म क्या खान्छु म हाल्दैछु नि खतरा रहेछ त त्यो मलाई मकै थोरै हुँदैन सबै हाल्नु यिनीहरू खानु भनेको मैले तपाईँहरू यिनीहरू यो चिजहरू हो नि त त्यो नै त लुड्स के अरे उयो त्यो म के लिएर आऊँ यिनीहरू खानु नि त भेज सलाद यिनीहरू खाने हो कि के खाने योगर्टमा हालेर खाने हो कि त्यो दाइ जुन योगर्ट भिडियो बनाउनु रमाइलो लागेर के हो यो कसरी खाने हो कसरी खाने हो खाएन खाइसकेपछि त सिधै गयो ल यहाँ फेरि अझै यति धेरै आजै बास क्या खाइ त भ्याउँदैन कोरियनले त्यो छिटो खान्छ यस्तो यस्तो गरेर छिटो गरेर खाने यो के खाने चामलको रोटी चामलको रोटी यसो गर्ने अनि यसमा पाकेको हाल्ने रोल गरेर खाने यो तरकारी कहाँ चाहिँ यो यसरी यति नै हो पकाएको बोइल गरेर यति नै हो ओली पाङ हुनु चाहिँ यो यति नै हो यो नि हाल्ने यो नि हाल्छ किन मन पर्दैन यो एकदिन पछि हाल्नु न अनि यति हुन्छ त उहिले यो भाँडा राख्नु अटो नै मेरो भएको अन्डा खान्छ ओए म त नानी मलाई त लाग्छ मिठो लाग्छ उहाँले चाहिँ म त यही मात्र खाना भएन आउँछु जस्तो लाग्छ क्या सुप एकदम मनपर्छ मलाई सुप यता अन्डा फुटाउँदै म त यो सुप खाएर अगाउनु पर्छ एकचोटि यतातिर म ऊ देखाइछु न लास्ट भन्ने बेला म यहाँ खाएको थिएँ मैले खाएको थिएँ हामी तिनजनाको लागि यता हेरेछ न तिनजनाको लागि कसरी खाने थाहा छैन हाम्रो टोली उता बजाइसक्यो आधा धन्यवाद यसरी खाने खाने तातो उतातिर भाग खाँदा छ रमेश अझ यति धेरै कहिले खाने हो के अरे खाने हो काँचो मारेको छ यस्तो
साथीहरू बाई बाई अब खाँदैछु निकै ठाउँ साठी खाने ऊ यहाँ पुगे भाडा ठाउँ साठी खाने मासु मैले यो एउटा खाएन कस्तो देखाने यो गोटा खान सकेन घिन लाग्यो यहाँ चाहिँ यति बाँकी छ तर खाना सबै गना जस्तो लाग्यो आज यहाँ बस्नु यहाँ को खाने मासु नखाने को खा ए सानो बहिनी मासु नखाने यता बस्छ मासु नखाने जति यता हौ मासु खाने जति त्यता हौ यता हेर्दा पनि हेरेको छैन अब ठिकै छ ठिक छ मेरो लागि फेरि थ्याङ्क यू अब लगभग सकेको अवस्था हो यो घरतिर अब त्यति बाँकी हेर हाम्रो घरको मन नपरेको दाइ यो एउटा खाँदा ए दाइले खानुहोस् कस्तो लाग्यो नि मिठो यो घरमा यस्तो छ यो घरमा यस्तो छ यो घरमा पनि सक्न आँट अब यति बाँकी छ अब यो भन्दा सक्दैन होला ए यो घरमा त डायमन्डवाला ऊ पनि रहेछ यहाँ यहाँ मासु रहेछ डायमन्डको म यसको दिन्छु ल डायमन्ड सान हामीले यति चाहिँ भ्याएर गएको छु लास्टमा यति राखेर गएको छौँ यति राखिदिएछु धेरै त होइन के हो पाले कति दिन्छ बिना तलबी पाले अब हामी चाहिँ यहाँनिर आए हामी कस्तो देख्यो होला है राम्रो देख्यो होला काली न काली मेरी प्यारी दिदी के छ खबर आई लभ यु टु अनि आज चाहिँ होइन एकदम रमाइलो स्पेसल डे भइरहेको छ होइन फर्स्ट सेकेन्ड बेड होइन सेकेन्ड बेड बट मेरो फर्स्ट ब्लग है आज यो चाहिँ मेरो पनि अनि आज गेट टुगेदर चाहिँ एकदमै रमाइलो फ्यान्टास्टिक होइन भएको छ सो सबैजनाले ब्लग हेरेर होइन इन्जोय गरिदिनु होला सब्सक्राइब लाइक एन्ड सेयर खाना एकदम मिठो बब्बाल तिमीले इन्जोय गरिरहनु म त फेरि बोलेँ म पनि त्यो च्याउ दुनियाँ सबै गरेर लास्टमा चाहिँ यहाँ हामी घर जाने गन भएर त्यति धेरै पछि भुँडी त सक्नु पऱ्यो नि यसो गरेर खाएपछि अझै खान्थे भनेर होइन नि खाएपछि खायो भने भन्ने तल्लो मान्छेले हेऱ्यो कि गरिहाल्यो कि यसो बस्ने सन्चो हुन्छ नि ड्राइभर होइन हाम्रो दाइ हो ड्राइभर छ गाडी चलाउनु भयो ड्राइभर दाइ भनेको के बाँड्नु भयो यहाँ खोइ सियाल मान्छेहरू चाहिँ भुरा चाहियो अरे अनि त्यो माउ हामीलाई बाँचेन भने के गर्ने त नि त्यो भुरा पनि हामीलाई पनि भुरा नि छ ओके त्यतिकै भन्नु ल कसको धेरै फाल्ने ल तपाईँले यति लग्नु भएको होइन तपाईँले यति लग्नु भएको ल तिनजनाले ल कसको धेरै फाल्ने हामीलाई यति ल बचाएर देखाउनुपर्छ नि फेरि त्यो त मलाई प्रमाणित छ यहाँ रेकर्ड छ नि फेरि धेरै चिज पलाएर खानु भइसक्यो क्या मैले धेरै चिज पठाएर नि ल यहाँ दाइहरूको पनि आइपुग्छ ट्याक्सी
तपाईँको गीत सुन्न पाएन ल ल दियो हो रे के तपाईँहरूको आज त नाच्नु नै पाएन हाम्रो कि कसको हाम्रो हो गुड नाइट बाई बाई ल बाई बाई भाइहरू बाई 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 ए दाइ दाइ नमस्ते पो गर्नुपर्ने बाई बाई दाइ ल हामी चाहिँ गएको यहाँबाट खाएर हिँडेको अब हामी कहाँ बस्ने हो ट्याक्सी एउटा छ बस्ने छ 6 जना ल यहाँ बस्छौँ म कहाँ बस्ने यहाँ बस्ने काठमा होइन एक सिट छ काठमै बस्नु न के यसरी बसेर सबै अट्छ के यो यसो गर्नु खुलेछ न बुढाहरू जानुभयो फापा छ